केही समयअघि तानो भनिने क्षेत्रमा यसुको सुसमाचार फैलिन थाल्यो। उक्त ठाउँका मानिसहरू यो शुभ समाचार पाउँदा खुसीले भरिए र तिनीहरूले यसुलाई पछ्याउन थालेपछि एउटा मण्डलीको जन्म भयो। मण्डली बढ्यो र मानिसहरूको जीवन परिवर्तन भयो। तर त्यहाँ कठिनाइहरू पनि थिए। मानिसहरूले आफ्नो भाषामा सुसमाचार सुने र त्यस देशको व्यापारिक भाषामा केही बाइबलहरू पाए। जब उनीहरूले यसु र उहाँको शिक्षाका बारेमा थप जान्न खोजे, उनीहरूलाई व्यापारिक भाषाको बाइबलका शब्दहरू बुझ्न गाह्रो लाग्यो। केही मानिसहरूले बाइबल बुझ्न र अरूहरूसँग बाँड्न कडा मेहनत गरे, तर केही चाहिँ निरुत्साहित भए र हार मान्न थाले। मण्डलीका अगुवाहरू चिन्तित भए र प्रार्थना गर्न थाले, पवित्र परमेश्वर, कृपया हामीलाई तपाईँको वचन बुझ्न मद्दत गर्नुहोस् र हामीलाई तपाईँको मण्डली बलियो बनाउने बाटो देखाउनुहोस्। केही समय बित्यो र नेताहरूमध्ये एकजना कामको लागि छिमेकी क्षेत्र माईमा गए, जहाँ उनले त्यस क्षेत्रको चर्च भ्रमण गर्ने आशा गरे। जब यो नेता घर फर्किए, उनले एक अद्भुत प्रतिवेदन ल्याए। उनले माईको चर्चका केही विश्वासीहरूसँग भेट गरेका थिए र तिनीहरू व्यापारिक भाषाबाट बाइबललाई आफ्नै भाषामा अनुवाद गर्दै थिए। माई चर्च यो प्रयासबाट आशीर्वादित भएको थियो र बलियो हुँदै गइरहेको थियो। जब तानो मण्डलीले यो प्रतिवेदन सुन्यो, तिनीहरूले यो उत्साहजनक समाचारको लागि परमेश्वरलाई धन्यवाद दिए र माई मण्डली नै तिनीहरूको प्रार्थनाको जवाफ हुन सक्छ कि भनेर सोच्न थाले। के माई तानोको लागि बाइबल अनुवाद गर्न इच्छुक हुनेछन्? तानोको मण्डलीले आफ्ना 2 जना अगुवाहरूमाथि प्रार्थना गरे र तिनीहरूलाई माईमा पठाए। तिनीहरूले माईलाई तानोका लागि बाइबल अनुवाद गर्ने बारेमा विचार गर्न अनुरोध गर्नेछन्। तानो नेताहरू माईमा आउँदा चर्चले तिनीहरूलाई आफ्नै परिवारका सदस्य जस्तै न्यानो स्वागत गर्यो। मण्डलीले थकित यात्रीहरूलाई खाना खुवाएर ताजा बनायो र तिनीहरूको कथा ठुलो चासोको साथ सुन्यो। हामीले सुनेका छौँ कि तपाईँले बाइबललाई तपाईँको भाषामा अनुवाद गर्दै हुनुहुन्छ र यो कामले यहाँ माईमा मण्डलीलाई मजबुत बनाउँदैछ। हामी सोध्न आएका छौँ, के तपाईँले हाम्रो तानोका मानिसहरूका लागि पनि बाइबल अनुवाद गरिदिनुहुन्छ, जसरी तपाईँले यहाँ माईमा आफ्नाहरूका लागि गर्नुभएको छ? माई नेताहरूले एकअर्कालाई अर्थपूर्ण नजरले हेर्दा केही क्षण मनौता छायो। त्यसपछि तिनीहरूमध्ये एकजनाले नम्रतापूर्वक भन्यो, होइन, हामी तपाईँको लागि यो काम गर्न सक्दैनौँ। जब उनी रोकिए, तानो नेताहरूले आश्चर्यचकित, निराश र एक्लो महसुस गरे। तिनीहरूले माईलाई आफ्ना प्रार्थनाहरूको परमेश्वरको उत्तर हुने आशा गरेका थिए। तर माई नेताले आश्वस्त पार्दै भने, हामी तपाईँको लागि काम गर्न सक्दैनौँ, तर हामी तपाईँलाई आफै अनुवाद गर्न सक्षम बनाउन मद्दत गर्न सक्छौँ। हामीले बुझेका छौँ यसुले आफ्ना मण्डली एकताबद्ध होस् भनी प्रार्थना गर्नुभएको थियो। हामी बुझ्छौँ तपाईँहरू हाम्रा दाजुभाइ र दिदीबहिनीहरू हुनुहुन्छ। तपाईँले बाइबललाई आफ्नै भाषामा अनुवाद गर्न सक्नुहोस् भनेर हामीले सिकेका कुराहरू तपाईँसँग बाँड्न पाउँदा हामीलाई ठुलो आनन्द मिल्नेछ। तानो नेताहरू उत्साहित थिए, तर साथै अन्योलमा पनि थिए। यो कसरी हुन सक्छ? हामी अनुवादकहरू होइनौँ। हामी यो कामको लागि योग्य छैनौँ। माई नेताले तिनीहरूलाई भने, हामीलाई पनि सुरुमा त्यस्तै लागेको थियो, तर नडराउनुहोस्। प्रभु तपाईँसँग हुनुहुन्छ र हामी पनि तपाईँसँग छौँ। यसका लागि तपाईँलाई विशेष अनुमति चाहिँदैन। वास्तवमा परमेश्वरले तपाईँमा एउटा असल काम सुरु गर्नुभयो र उहाँले त्यसलाई पुरा नभएसम्म निश्चय नै निरन्तरता दिनुहुनेछ। हामी तपाईँसँग मिलेर काम गर्नेछौँ र पुरै बाटोमा तपाईँलाई सहयोग गर्नेछौँ र तपाईँलाई अरू व्यक्तिहरूसँग परिचय गराउनेछौँ, जसले उनीहरूले हामीलाई सहयोग गरे जस्तै तपाईँलाई पनि सहयोग गर्न सक्छन्। अरू धेरै वचनहरू र कथाहरूद्वारा माई चर्चले तानो अगुवाहरूलाई प्रोत्साहन दियो।
अर्को दिन तिनीहरूले यो कामले के कुराहरू समावेश गर्छ भन्ने बारेमा फेरि कुरा गरे। तानो नेताहरूका लागि प्रार्थना गरे र यो महत्त्वपूर्ण काम पूरा गर्न तिनीहरूले उनीहरूलाई मद्दत गर्नेछन् भनेर आश्वासन दिए। माई नेताहरूले छिट्टै तानो यात्रा गर्ने र उनीहरूलाई काम सुरु गर्न मद्दत गर्ने योजना बनाए। तानो नेताहरू घर फर्किँदै गर्दा तिनीहरूले सिकेका कुराहरूबाट धेरै उत्साहित भए। जब उनीहरू घर आइपुगे उनीहरूले मण्डलीसँग यो समाचार बाँडे र लुकाको सुसमाचारबाट आफ्ना मनपर्ने कथाहरूमध्ये एउटा अनुवाद गर्न सुरु गर्न उत्सुक थिए। तानोले एउटा सरल तर महत्त्वपूर्ण सत्यलाई अँगालेपछि आशाको बढ्दो भावना थियो, हामी बाइबल अनुवाद गर्न सक्छौँ।